नमस्तेमा युट्युब च्यानलमा तपाईँलाई स्वागत छ र तपाईँहरूले कहाँदेखि हेर्नुभएको छ मेरो युट्युब च्यानलमा म आज तपाईँहरूलाई देखाउन गइरहेको छु कुक कसरी साउदी अरबमा छुट्टी बिदाको दिनमा कुकिङ गरेर खाएको भ्लग देखाउन चाहन्छु। तपाईँलाई के कस्तो लाग्छ सुझाव दिनु होला र लाइक सेयर गर्न नबिर्सिनु होला र मेरो युट्युब च्यानलमा तपाईँलाई सब्स्क्राइब गर्नु भएको छैन भने गरिदिनु होला भन्न चाहन्छु र लाइकनलाई रातो टङ्कलाई घन्टीलाई दबाइदिनु होला र म तपाईँहरूलाई अरू पनि भिडियोहरू अरू देखाउनको कोसिस गर्दछु। राम्रो देखाउने नमस्तेमा युट्युब च्यानलमा स्वागत छ। युट्युब च्यानलमा आज म देखाउन कुकिङ गरेर देखाउन गइरहेको छु। हाम्रो यहाँ माछा फ्राई गरेर साउदी अरबको कुक गरेर बिचबाट छुट्टी भएर आएर कुकिङ गरेको देखाउँदैछु। तपाईँलाई के कस्तो लाग्छ सेयर सब्सक्राइब गरिदिनु र मेरो युट्युब च्यानल नयाँ हो तपाईँहरूलाई साह्रै खान्छ लाइक सेयर सब्सक्राइब गरिदिनु होला। तपाईँहरूलाई अरू पनि नयाँ भ्लग देखाउन कोसिस गर्दैछु। प्याज अदुवाको पेस्ट टमाटरको पेस्ट माछा फ्राई अनि त्यहाँ ग्रेभी माछाको ग्रेभी बन्दैछ। यस्तो बन्दैछ बिस मिनट जति टाइम लाग्छ के अरू यो फ्राई छ बाहिर छु त 20 मिनट राम्रै बनाएर खानुपर्छ। पतला त्यो आफूले पकालेको घरे पतला भेटेको त मैले भात दिन्छु त यस्तो बनाएको यो टमाटरको यो प्याज बनाउने यहाँ यस्तो उता रोटी बन्दैछ। के कस्तो लाग्छ होइन अरू भन्दा पनि तपाईँले देखाउनु प्रयास गर्दछु। आजलाई यति नै भन्दै म गर्छु।